एकैछिन आज चाहिँ आमाको कपाल अलि लामो लामो भएर अलि कस्तो फोहोर जस्तो देख्यो। भर्खर टोयलेट लगेर मुख दाँत मार्नेदेखि मुख सबै काम सघाएँ। डाइपर लगाइदिएको थिएँ, डाइपरमा अलिअलि दिशा पनि भएछ। अब युरिन ब्याग पनि राखिदिएको छु। अब एकचोटि टक्क अलिक फ्रेस बनाउनु पऱ्यो, कपाल काटिदिएर अनि नुहाइदिएर टक्क राख्नु पऱ्यो भनेर कपाल काट्ने तर्फमा आमा टोयलेट जानुभयो, फ्रेस हुनुभयो, दाँत पनि माझ्नुभयो, दिसा पिसाब पनि भयो होइन। अब कपाल काटेर चट्ट सफा भनेर हुने है। पहिला यहाँ खुट्टोतिर भिज्या होला नि खै सुकिसक्यो। ठिक है, भेटिँदैन मैले त्यस्तै हुन्छ कि छोड्नु पस्न के गर्नु आफैले मुजा गर्नुपर्छ। फेरि आमालाई मुजा गर्ने होइन, त्यो मुजा त गर्ने होइन, माथि चाहिन्छ। हुन्छ हुन्छ साह्रो अहिले त्यो सुई हाल्नुपर्छ पेटमा। त्यो खोल्नु नि पर्छ। त्यो कहाँ हिँड्ने होइन के गाँठो नपार्नु न। कसो पानी त्यो त्रिप्यास पक्क बाँधिदिने कि पहिलो पानी पक्क बाँधिदिनु। आमाले आफै त बाँध्छन् नि, अर्काले बाँध्ने चित्त हुँदैन। यसरी टपक्क बाँधिस भइहाल्यो। यो टर्ममा पसेर के हामी फेरि खोल्नुपर्छ है। खोल्दाखेरि फेरि त्यही भयो। ल बस्नु एकछिन पल्टिनु होइन, म क्रिम लगाइदिन्छु हामीलाई। हातमा क्रिमको यहाँ थियो नि, क्रिमको बट्टा के त खोइ त हात ल्याउनु। ल आफै मान्नु त रुक्ने गरिकन खोइ हात ल्याउनु। कस्ता हात कस्तो हुने रहेछन् है, के थाहा। भोलि पर्सि मेरो नि अहिले यस्तो छ होइन, तपाईँको जस्तै हुने हो। रोदैसँग हुन्छ त्यो त। अनि वहाँनिर रोल सिद्धेपछि त बसौँ भने पाइएन। रोल छाउन्जेल चाहिँ अब त्यो भगवान्ले चाहिँ नि यहाँ धरतीमा झार्ने बेलामै ठ्याक्कै लेख्दै आउँछ। यसलाई चाहिँ यो हुनुपर्छ, जन्मिया ठाउँ यहाँ खुट्टो भाँचिया र के अरे
लौरो टेकेर माग्न लोग्नेसँग बिहा। अनि त्यो गाउँमा फेरि खेती किसान गर्नुपर्ने, वस्तुभाउ पालेको गाई अनि के बाख्रा पनि थियो होइन, बाख्रा अनि भैँसी पनि थियो नि हाम्रो बेसीमा होइन। तपाईँले चाहिँ त्यो भैँसीलाई घाँस काट्न जानु भयो त्यति बेला, त्यो लडेको बेला हो। भैँसी एउटा थियो है, मैले थाहा हुँदा थिएँ। अनि त्यहाँबाट चाहिँ यहाँ त यो त उहाँ लड्यो नि त, भर्याङबाट बनाउनु लड्यो त भाँचिया खुसिसक्यो। अनि त्यहीँ जोडियो। अनि यो पनि त्यस्तै अग्ल्याटो गरेको थियो। अनि कम्ता हो र कम्ता लेखाएर छ अरे फेरि तपाईँले खर्ल्याप्पै हुन लेखाएर छ नि। कहाँ त्यस्तो छोरो हुँदा हुँदै त्यो साथ दिने मान्छे नहुने हुन्छ र। अनि यो अब तपाईँले पनि त केही न केही राम्रो काम गर्नुभएको रहेछ होला। तपाईँले अहिले सेवा पाउनु अब मैले त मेरो त कर्तव्य हो, मैले घरमा कमाउन गरेँ होइन यो। अब आमाको यस्तो वृद्ध अवस्थामा सेवा गर्नु भने भाग्यको कुरा हो। सबैले कहाँ पाउँछन् हो कि भन्नु त। मानौँ न तपाईँ चाहिँ आमालाई पनि तपाईँले राम्रोसँग उ गर्नु पाउनु भयो होइन। र आमा पेटबाट त जन्मिया हो नि होइन। त्यो ठ्याक्कै त्यस्तो हुन्छ। खुट्टा पनि सफा भए, हात पनि सफा चिल्ला भए, कपाल पनि चिटिक्क भयो। यति भएपछि त भइगयो नि। अब टेन्सन लिने होइन, टक्क बस्ने, म कथा लगाइदिन्छु, कथा हेर्ने होइन त। अनि त्यसपछि फरिया पनि छ, फरिया लाउने हो। धोती लाउने हो। मैले लुगा राम्रो लगाएको छु भन्ने फिल हुन्छ नि त। त्यो भयो भने आफैलाई पनि अलिक फ्रेस हुन्छ। ल उठ्नु उठ्यो। यो धोती त अब तपाईँ आफै लाउनुपर्छ क्या अरे होइन त। यसलाई कता अलिक आउनु त्यहाँ पछाडि ल यहाँ हेरेर ल। यसलाई कता के गर्ने, यसलाई कहाँ छिराउनु। टी सर्ट छ ल। यहाँ त अनि फेरि यसलाई चाहिँ यहाँनिर बाँधिदिन्छु नि म है। अनि अड्किन्छ, नत्र त फस्छ। त्यहाँ पेटीकोट लिन्छ। अनि अर्को चाहिँ तपाईँले गर्नु न है। ल के मुजा गर्ने के गर्ने चाहिँ गर्नु। यता फर्केर गर्नु नि, अनि सजिलो हुन्छ है। ल आमालाई धोती लाए, नुहाइ गरेँ, कपाल काट्दिएँ, नुहाइ पनि गरेर ल्याएँ। त्यसपछि जिउमा के अरे हात मुखमा खुट्टामा क्रिम पनि भयो। अब धोती आफै लाउनुहुन्छ आमाले आफ्नै तरिकाले। आमा ठिक छ नि अहिले सबै कुरा? फ्रेस फिल भएको छ नि तपाईँलाई? कपाल काटेपछि
र नुहाएपछि टाउको हलुका भयो होला नि होइन। अब चट्ट यहाँ बेडमा आराम गर्ने, म त्यहाँ कथा लगाइदिन्छु। कथा यहाँ चल्छ। नलड्नु है फेरि, बङ्गलङ्ग लड्नु होला र फेरि अनि त्यो त्यत्तिकै होस् न, गाँठो पारिदिएछ त्यो खुसिँदैन त्यसो भएपछि। त्यो अलि मुजा तान्नु नि त, मुजा तान्नु पऱ्यो नि, त्यो माथि सबको हान्ने होइन, यसो बेर्ने होइन त। अब देब्रे हात आमाको काम छ, ल आमालाई टक्कसँग त्यसरी बटारेर लाउनुपर्छ। पहिला पहिला यस्तो तिज हुँदाखेरि के हुँदाखेरि तपाईँले साडी पनि मिलाएर लाउनुहुन्थ्यो है, ब्लाउज पनि मिलाउनुहुन्थ्यो। त्यो बेला क्यामेरा थिएन फोटो खिच्न। अब राम्री बनेर लुगा लगाएको बेलामा के भने फोटो खिच्न क्यामेरा थिएन। उ बेला त आमाले राम्रोसँग मिलाएर साडी लुगा लाउनुहुन्थ्यो नि, ब्लाउज चट्ट। अहिलेको केटी मान्छेहरूको भन्दा नि राम्रोसँग भएको हो त, भयो होइन। ल बस्नु, खाटमा बस्नु। अब त्यहाँ तल युरिन ब्याग, त्यहाँ पिसाबको थैली छ, त्यो नखुसिने गरी बस्नु यतापट्टि यस्तो छिरेर। त्यहाँ गइरहेको छ, पिसाबको टेन्सनै भयो नि। अब त्यो टोइलेट गइराख्नु पर्ने सङ्गत ल्याएर अब अडेक लाएर बस्ने कि के भन्नु है। अब एकछिन अडेक लाएर बस्नु, झल्किन हालौँ होइन, फेरि धुन हाल्ने। ल कतै एक जिउ दुख्छ पसाउँदा श्वासमा भयो होइन। दुख्छ है। अब एकछिन आराम गर्नु, अनि अहिले पछि खाना खाएर टक्क बस्नु, आराम हुन्छ। अलिक सन्चो भएपछि खाना खाने है त। यो सब ल्याटी हो, यता दुई ल्याटी, यता गर्मी होला अहिले त ओर्नु हुँदैन। ल ल आराम गर्नु है त। अब आएको छ कस्तो तपाईँलाई चाहिँ आज के गरियो त, ल भन्नु त। कपाल काटियो, नुहाइयो, यहाँ घाउको खत पनि देखिरहेको छ तपाईँको। अनि त्यहाँबाट अनि धोती कसले लगाइदियो नि तपाईँलाई? अनि तपाईँ आफै ला होइन मिलाएर? के त्यो त म राखिदिउँला, त्यो धुने कुरा हो त्यो।
अब यसो गर्नु नि त अब त्यहाँ चट्ट अडेस लाउनु बिस्तारामा अनि आरामले बस्नु हैन कथा सुन्नु एकछिन बुहारीले खानेकुरा लिएर आउँछ है ल